हेलो वेलकम मेरो मिनी ब्लगमा सबैलाई। यो चाहिँ हप्सी। हेलो हप्सी से हाई। बोल्दैन हो, अघि भर्खर थर्काएको जाँठालाई। अनि यो काम गर्ने ठाउँ होइन। कुवेतमा गाह्रो छ मान्छे यस्तो मैले घाम त्यस्तै छ 50-60 डिग्रीको। अनि यो वाला कम्पनीमा चाहिँ नआऊ है तिमीहरू, कोही पनि केटाहरू। यो वाला कम्पनीमा चाहिँ नआउँदै हुन्छ। यो चाहिँ गेडा खाने कम्पनी हो। पैसा पनि दिँदैन राम्रो, भात पनि चारो जस्तो दिन्छ यार। गाह्रो छ हौ। काम पनि गेडा जस्तो, घरि कहाँ पुर्याउँछ घरि कहाँ पुर्याउँछ। घरि पश्चिममा, घरि पूर्वमा, घरि उत्तरमा, घरि दक्षिणमा। के भन्छ यो एभिक इन्टरनेसनल कम्पनी अरे। यसमा चाहिँ नआऊ है। यस्तो खालको एउटा जुत्ता दिन्छ अनि कुदाउँछ दिनभरि। एउटा हेलमेट दिन्छ यस्तो एभिक लेखेको, अनि कुद्यो दिनभरि। यस्तो कालो कालो हप्सीहरूसँग लगाइदिन्छ। अनि यस्तो एउटा गन दिन्छ भएन भने। यो चाहिँ सेल्फ डिफेन्सको लागि ट्यौँ ट्यौँ भनेर भन्नु नमिल्ने। अघि भर्खर बाटोमा भेटेको, राम्रो छ। टाइम पास हुन्छ। अहिले चाहिँ खाना खाने टाइम भएको छ। बसिरहेको छु। नाच्ने चाइनिजहरूले काम लगाउँछ, गाह्रो छ होइन। मेरो मिनी भ्लग पनि सक्यो ल।